बोल्न समय दिन्छु, समय 3 मिनेट। सम्मानीय सभामुख महोदय, यो अध्यादेश सुन्दा राम्रो, प्रश्न हेर्दा झन् गजब, तर सुशासन केही होला भन्ने चाहिँ ठुलो प्रश्न चिन्ह मात्रै देख्छु। डिजिटाइजेसन हुनुपर्छ, ठिक छ, तर करिब 2 वर्ष अगाडि हालका परराष्ट्र मन्त्रीज्यूले खुलेआम स्वीकार गर्नुभएको छ हाम्रो डेटा कफीको भाउमा बिक्री हुन्छ। हामीले पनि पटक पटक पत्रिकामा पढ्छौँ डेटा ह्याक भयो, डार्क वेबमा गयो भनेर। मेरै डेटा, मेरो नागरिकता, मेरो हस्बेन्डको पासपोर्ट, मेरो म्यारेज सर्टिफिकेट सबै पब्लिकली राख्दै थियो। अब यस्तो बेलामा तपाईको साइबर सिक्युरिटीको कुरा, डेटा प्रोटेक्सनको केही कुरा नसोची, कुन डेटामा कसको पहुँच छ कुरा नसोची तपाईहरुले नागरिक एपलाई संस्थागत गर्ने कुरा गर्दै हुनुहुन्छ। ठुला ठुला टेक्निकल जार्गन त अब रटिसक्नु भयो, त्यही भन्नुहुन्छ, तर डेटा सुरक्षामा केही देखिएन। त्यो नगरिकन नागरिक एप तपाईले संस्थागत कसरी गर्नुहुन्छ? दोस्रो, अब 7 दिनमा निर्णय गर्ने भन्ने कुरा एकदम कर्णप्रिय छ, तर यसरी नै दिनै टोकेर सुशासन ऐनमै टेकेर नागरिक बडापत्र छ नि हैन, त्यो नागरिक बडापत्रमा लेखिएको दिन तोकिएकोमा अहिलेसम्म काम नगरेका कर्मचारीलाई के कारबाही गर्नुभएको छ? छैन। भनेपछि यो 7 दिनमा यो कारबाही गर्छु भन्ने कसले कारबाही गर्छ, कारबाही के हुन्छ, केही पनि स्पष्टता छैन। यो त जनतालाई भ्रम छल्ने। यो कस्तो हो भन्दाखेरि 2/3 सरकार पनि आफ्नै, कर्मचारी संगठनहरू पनि आफ्नै, दलीयकरण पनि कर्मचारीले आफैले गर्ने, त्यसपछि डेलिभरी पनि दिन नसक्ने, 1/3 त पालिका प्रमुखहरू पनि, जिल्ला प्रशासकीय प्रमुख पनि पठाउन नसक्ने। यो अकर्मण्यता हुँदा चाहिँ नि गनगन चाहिँ के गर्ने, हामी कर्मचारीसँग जुझ्दैछौँ भनेर यो भ्रम हो। त्यसकारण यो भ्रम छोड्ने काम चाहिँ नगर्नु होला भनेर मैले दोस्रो बुँदा राखेँ। अर्को एकदम महत्त्वपूर्ण, सर्वसम्मत, यो सदनले सर्वसम्मत पास गरेको मिटर ब्याज सम्बन्धी कानुन कार्यान्वयनमा लैजान नसक्ने गृहमन्त्रीलाई कारबाही के? कर्मचारीलाई कारबाही गर्छु भन्दै गर्दाखेरि यो कार्यान्वयनमा नलग्ने गृहमन्त्रीलाई कारबाही के? वैदेशिक रोजगारमा गएका जसका रेमिटेन्सको भरमा यो देश चल्दैछ उहाँहरूको मताधिकार सुनिश्चित गर भनेर सर्वोच्च अदालतले वर्षौँ अगाडि निर्देशनात्मक आदेश दिइसकेको छ। त्यो कार्यान्वयन नगर्ने मन्त्रीलाई कारबाही खै? जहिले पनि राजनीतिक कर्मीहरू विशेष अदालतबाट पनि छुट्ने, सबै ठाउँबाट छुट्ने, यस्तो खालको कानुन ल्याएर जनतालाई भ्रम छाड्ने, हामी सुशासन कायम गर्छौँ भनेर। शिक्षकहरूको हकमा शिक्षा मन्त्रीज्यूले यसमा यो लेखे पनि 81 साल अध्यादेश पास भएपछि मात्र निवित्तीकरण भनिराख्नु भएको छ। शिक्षकहरूसँग त तपाईले पटक 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 सम्झौता गर्नुभएको छ, अनि एउटा भ्रम छरिराख्नु भएको छ शिक्षा ऐन आएपछि त्यो सबै पास हुन्छ। त्यो हुँदै होइन। यो शिक्षकहरूलाई भ्रम छोडौँ। शिक्षा ऐन पास भएपछि शिक्षाको सबै समस्या समाधान हुन्छ भन्ने भ्रम हो। यो भ्रम छोडौँ। त्यसकारण म सम्मानीय सभामुख महोदय, यस्तो आपतकालीन बाहेक यो अध्यादेश मार्फत शासन अस्वीकार्य छ र म शिशिरजीको प्रश्न दोहोऱ्याउन चाहन्छु, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै खोज्नुहुन्छ? धन्यवाद।